Hello guys, welcome back to my channel. It's me MT Limbu from Tapejung. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आज चाहिँ विशेष चैते दशैं अरे अनि देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरो प्यार साथीहरुलाई पनि धेरै सम्झेको छु। अनि धेरै टाइम भयो मैले चाहिँ भिडियो नबनाएको अनि आज चाहिँ यसो भिडियो बनाइदिउँ कि भनेर यमास्तिर गाउँतिर जाँदै छु। कस्तो रहेछ म सम्पूर्ण जानकारी देखाउने छु अनि यो भिडियो अन्तिमसम्म हेरेर साथ गरिदिनु होला अनि सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब गरिदिनु होला गाइस हैन। अहिले चाहिँ म यहाँ मेरो घरदेखि मास्तिर दाइको घरमा जाँदै छु। दशैं कस्तो रहेछ म यसो त्यहाँको माहौल देखाउँछु हैन। अनि यसो केटाहरुलाई खेल्ने बुढोहरुलाई चाहिँ म यसो अर्काए जस्तो पनि गर्छु हैन। उनीहरुको रियाक्सन कस्तो आउँदो रहेछ हैन त्यो पनि हेर्नु होला हैन गाइस। म चाहिँ डाँडा आइसकेँ हैन। त चाहिँ पर्खी भनेको अघि कुद्दै आएछ। ओ यहाँ त मासु पो काट्दै रहेछ त। ओहो 2 इन्चको मासु पो रहेछ त। के छ भतिज? यो भतिज नमस्कार काका। ओ सेवा ओइ भाइ नमस्कार गर। ए सेवा गर यसो सेवा गर हौ। म सुँगुर त कति लामो रहेछ हौ। दामी छ मिठो छ। कतिको साह्रो देखाउनु फेरि छिटो खै सुँगुर यतिको छ भने देखाउनुहुन्छ। हेलिन्छ हाम्रो हेलिन्छ यहाँ हुनुहुन्छ हैन। दशैंको मासु हो यो। दशैंको मासु ओहो पिस पो रहेछ त। दामी छ यहाँ चाहिँ मासु बनाउँदै रहेछ। ओ हनुमाने यो चाहिँ ठ्याक्कै यो हुतुतु जस्तै छ है। हुतुतु जस्तै छ है। टक्क लिएर जाने हो हैन। यहाँ चाहिँ हल्का मैले हान्दै कुकुर मार्दा चाहिँ डोरी चुटायो अरे। कहाँ मार्नु खोजेको? अनि कुकुर अनि रुख नादासे भएछ नि त। अनि रुख नादासे भएछ नि अनि कुकुर झुन्डाउँदा अनि उ भयो भनेको। ओहो हाम्रो बाजे हुनुहुन्छ 80 वर्षको बाजे। 90 वर्षको हाम्रो बाजे। के छ माइला दाजु? माल दाजु के छ? म कतिको मूर्ख छु थाहा होला नि। म मूर्ख छु नि। मूर्ख छु कि छैन? कुकुर मार्ने मूर्ख हुन्छ कि खेल्ने भने खेलौँ है। म त कि खेल्ने भने खेलौँ। मान्छे मार्ने हैन म त फेरि। ओ भान्जा हो चाहिएको मान्छे भेट्यौ मैले। आमामामा अलि देखिएन हो। देखिएन हैन एकछिन जाउँ न। कहाँ? छ्यासै यो उसो हान्दिउँ न। लु एकचोटि त्यहाँ माथला रमाइला काकालाई गएर एक ठाउँ दिनु अनि म गइहाल्छु। लु त जाउँ न। के न आज दशैं अरे के खाने? रक्सी खाने? उमाथि जाउँ है। नेखाने ए न अब रक्सी म किन्दिनँ थिएँ नि। अनि त चाहिँ राति किन ङ्याङ गर्दै हाँसेको? खै यो अनि यहाँनिर के हुँदै रहेछ? ए यो चिया मेरै लागि पक्दै रहेछ त्यो चिनी चिया रहेछ भनेपछि यस्तो रहेछ। रन्जुको फोटो हेर्ने? रन्जुको फोटो हेर्ने? मसँग त छ पनि। तल त्यो उमा भेटेको तल के अरे यो रक्सीमा भेटेको थिएँ। हाम्रो रोशन के गर्दैछ भन्दै थियो। फोटो केटी ल्याएर भे गरेको छ भन्नु नि। फोटो देखाइदिन्छु ल। फोटो हेर न हौ। अनि बुढीको फोटो हेर्नु पनि यति साह्रो। हेलो त्यस्तो जस्तो हान्नु होला नि त हैन। भक्तेको त्यही त आर्मी कट हो नि। ए तिम्रो आर्मी कट अरे? साँच्चै हो त? पुरा आर्मी ड्रेसै आर्मीको ल्याएको छु नि त। हो आफूदेखि आएको छ नि। फिक्स हो?
काट्दैन त हौ अनि ब्लेडहरू ल्याउँदैछ यादै खान्छ झुकै हो त लु भो जाऊ पुगो हौ रोशनी हेर त खोटाइबाट खटाइ लु भयो पुगो हुन्छ हौ यहाँ यति राम्रो काट्दैछ पुग्छ त हुन्छ अब हो आम्मा लिखा छ त हौ हुन्छ ल अघि माथि यस्तो रेला बसिस् त हौ मिली नखाने मान्छे हो त्यो हो नि त हुन्छ ल हौ भक्ते कति खाने अरे माथि भन्न एउटा मेसिन ल्याएको छ भाइले सेरेले त अस्ति गर्नु यो बन्चराले हानेकोमा चाहिँ के हो कपालै छैन त अनि कपाल कहाँ हुन्छ यो बन्चराले हानेकोमा चाहिँ कपालै छैन यहाँ देखाएन हो नि त डुब्न कहाँ हुन्छ हो 3 बन्चरा यहीँ भेटेको होइन तिमीले 3 हो यहाँ आएर यहाँ देखा त यहाँ यस्तो एउटा हानेको छ होइन डक्टरले हो यहाँ पनि यस्तो चाहिँ यस्तो पनि छ होइन यहाँ र यहाँ चाहिँ बन्चर रहेछ यहाँ डक्टरको के अरे यस्तो यस्तो छेक्यौ कि यसरी छ 23 यहाँदेखि यहाँ हेर यहाँसम्म सेट आउँछ यत्रो काटेको यो र यो यसरी बन्द रहेछ बङ्गे हानेको यहाँ सुतेकोमा अनि जुरुकै उठेर आइया भनेर यसरी छेक्दाखेरि खपै यहाँ लागेर यहाँदेखि यहाँ अनि यसो गरेर गाउँको अम्ला पसेको अनि उनीहरूलाई उठाएर आम्मा यहाँ हेर त यत्रो आफै सम्झना 3 गाग्रो खुन त बुढीले होइन अन्त अनि दियो लातीले दियो न अनि लातीले पनि नाच त बिग्रेको छ देऊ बस्नु त याक दिएर कपालमा समातेर ए साह्रो अनि यहाँ हेरौँ न बन्चराले दिएको यस्तो छ यो इस यो बन्चराले हानेको अनि हातमा पनि देखाउँदो रहेछन् इस यहाँ हात यो पनि यति हानेको त्यो बुढीले हानेर भागेको होइन तर खतरा हो रोशन अनि तर पाडा त मर्छ भैँसी मर्छ तिमी मर्यौ न खुसी लाग्यो हौ हो नि होइन रोशन हजुर कस्तो खतरा हो हुन्छ हौ सक्यो त मरेपछि त्यो झेलमा जान्छ झेलमा उही मजा हुन्छ अरे बोसो हेरौँ न बोसो को हो सुँगुरको मासुमा पल्किने गरेको लिम्बू नीतिरै ढल्किने 3 इन्चको रहेछ हौ गाइस छैन अहिले चाहिँ म यहाँ माथि मेरो दाजु भाउजूकोमा जाँदैछु भतिजाहरूकोतिर कस्तो रहेछ आजको चलमल होइन म जाँदैछु यहाँ चाहिँ मकै गर्ने बेला पनि भइसकेछ हाम्रोमा चाहिँ भएको छैन होइन त्यहाँ कस्तो रहेछ यसो हल्का दग्दी दिने काम चाहिँ गर्छु त म जाँड छिटो दे भन्दै म यहाँ त्यहाँ म दग्दी गरिदिन्छु के भन्छ उनीहरूको रियाक्सन कस्तो हुँदो रहेछ म चाहिँ आइसकेँ गाई छैन त्यो चाहिँ के गर्दैछ भनेर के गरेको थियो हेर 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 के गरेको भनेको तर यो चाहिँ कडा छ है साह्रो रिसाउँछ म चाहिँ जाँड खानु भनेर आएको दसैँको छैन कि क्या आकै छ भाइ हेर्नु न ओहो बस्नु के छ भतिज मेरो भतिजकोमा आइपुगेको छु म चाहिँ होइन यहाँ अब लु चट्ट मासुसँग जाँड चाहिँ आज चाहिँ झ्याप्प खाइदिउँ भनेर यहाँ भर्खर पाक्दै पनि रहेछ अनेक छ नगर्नु हो मान्छेले देख्छ न मान्छेले के को देख्छ यसको घरमा चाहिँ आएको छु कि म यसले चाहिँ फुल साह्रो सजाउने फुल राख्ने बनाइदिनु कि बनाइदिनु भन्दै थियो यो छोरीले यसको फुल हेर्न आएको छु म देखाउँछु होइन फुल राख्ने चाहिँ यति मजाले बनाएको रहेछ आमामा टिकटकको भिडियो देखे जस्तै बनाउन आँटेछ कि क्या हो यस्तो मजाले राखेको रहेछ पानी चाहिँ लगाए मर्छ नि फेरि अनि यतापट्टि चाहिँ यस्तो छ यहाँ पनि दामी बनाएको रहेछ यसले चाहिँ अनि परिसम्म पो रहेछ त फुल त सिलाम सागमा पनि रहेछ त्यो झ्यालमा होइन दामी रहेछ स्याहार गरे अनुसार चाहिँ हुनु पर्यो दुःख गरे अनुसार त्यसलाई गोडमेल मलजल पनि चाहिन्छ त्यतिकै हुँदैन ओहो गाडी पो रहेछ त हौ यहाँ त अब जाने चण्डाडातिर पनि जानु छ होइन म जान्छु कि होइन के खेल्ने
खम्प दिन्छु नि म त फेरि म चाहिँ यसरी टिपेर त धेरै जिउमा लगेँ खेल्ने साँच्चै साँच्चै खेल्ने त्यो त्यो खेल्ने हो खेल्ने खेल्ने फेरि म कतिको मूर्ख छु म कतिको मूर्ख छु थाहा होला नि हो डराएर भएको हो मसँग डराएर हेर भएको खेल्ने सिङ्गल हेलो खेल्ने खेल्ने हो खेल्ने साँच्चै खेल्ने हो खेल्ने भने खेलौँ न त खेल्ने हो साँच्चै खेल्ने होइन उयोलाई लगाइदिउँ कि भनेको त यसले सक्दैन नि मूर्ख छु भन्छ डरायो हो यस्तो हुन्छ फेरि मसँग त ठाडो आँखा लागिसक्दा फेरि म त ठाडो आँखा जुदाउँदैन कसो बनाइदिन्छ को चिसो हावा चलिरहेछ पाप त गर्नु त के अरे नाम मिक्साम के हो बेगा अघि कसरी सलाम ठोकेको त्यो हो त्यो राखेर पो गर्नुपर्छ त ओ माई गड खतरा हो गन हान्नु आउँछ गन लु हानेर देखाउ त टिस्यु ओ माई गड ल गो लाउरे हुनुपर्छ कुद्नुपर्छ अरे